नमस्कार यहाँहरूलाई फेरि स्वागत छ किनबेच सेवामा। आज तपाईले यस्तो घर देखाउँदैछु कि यो घर हेर्नुभयो भने ढुक्कले लगानी गर्नुहुन्छ है। 1 करोड 2.5 तला घर 1 करोड के लोनको सुविधा तपाईलाई अन्तिममा जानकारी दिनेछु। अन्तिमसम्म हेरेर साथ दिनु होला है त। अब तपाईलाई यो घरको बारेमा जस्ताको तस्तै जानकारी दिनेछु है। यो अगाडिको हेर्न सक्नुहुन्छ बाटो रह्यो, यो 18 फुटे बाटो रहेको छ है। हेर्न सक्नुहुन्छ ब्लक टाइपको बाटो रहेको छ भने ढलको निकास भइसकेको छ। अब यो साइडदेखि हेर्न सक्नुहुन्छ यस्तो खाले रहेको छ है। तपाईलाई यो साइडको दृश्य देखाउँदैछु भने यतापट्टिको भाग यस्तो रह्यो र यो अगाडिको फेस हेर्न सक्नुहुन्छ लाइटको डेकोरेसनदेखि सबै हेर्न सक्नुहुन्छ। आहा नि ल यहाँबाट हेर्नुहोस् है त। घर हेर्दा बित्तिकै किनाउ किनाउ लाग्ने घर रहेको छ। तलदेखि माथिसम्म जस्ताको तस्तै तपाईलाई देखाउँदैछु है त। यस्तो खाले यो साइडबाट हेरिसक्नु भयो भने अब यो साइडबाट पनि देखाउन चाहन्छु। तपाईहरूलाई हेर्न सक्नुहुन्छ यो साइडबाट यस्तो खाले रहेको छ है त। ल हेर्नुहोस् है त। यताको भाग पनि तलदेखि माथिसम्म हेर्न सक्नुहुन्छ। आजको बिक्रीमा रहेको घर यही नै हो। अब आउनुहोस् तपाईहरूलाई भित्रतिरको दृश्य देखाउने छु। बाहिरी भागको दृश्य हेरिसक्नुभयो। यो 18 फुटे बाटो, यो अगाडि फेसको भाग है त। अब ल यहाँनिर हेर्न सक्नुहुन्छ मजाको एउटा गाडी पार्किङ गर्न मिल्ने स्पेस रहेको छ। कार पार्किङ हुन्छ भने यो साइडमा बाइक 2-4 वटा मजाले अटिहाल्छ। हेर्न सक्नुहुन्छ। अब तलदेखि माथिसम्म आहा नि घर हेर्दा बित्तिकै लोभै लाग्दो किनाउ किनाउ लाग्ने। यहाँ स्लाइडिङवाला गेट यतापट्टि गइसकेको छ भने यहाँनिर हेर्न सक्नुहुन्छ यस्तो खाले रहेको छ। अब यहाँ ठ्याक्कै आउँदा बित्तिकै यो पार्किङ स्पेस भयो भने माथिपट्टि फल सिलिङको डेकोरेसन, साइडको डेकोरेसन एकदमै राम्रो गर्नुभएको छ। र यसै गरी अब तपाईहरूलाई भित्री भागको दृश्य है यो माथि जाने भयो एकैछिनमा देखाउने छु। त्योभन्दा पहिला तपाईहरूलाई यताको दृश्य देखाउने छु। यो मेन ढोका भयो भने यहाँ एउटा चिटिक्कको यो भाडामा दिन मिल्ने स्पेस बनाउनु भएको छ है। हेर्न सक्नुहुन्छ यो एउटा रुम भयो हैन। लिभिङ रुम नै किचन रुम रहेको छ। किचन रुम छिर्दा बित्तिकै भाडामा दिन मिल्ने माथि फल सिलिङको डेकोरेसन। एक साइड यता झ्याल रहेको छ भने एक साइड यता झ्याल, यता ओपन स्पेस पनि पाउनुहुन्छ यहाँनिर हैन। यस्तो खाले रहेको छ है चिटिक्कको यो किचन रुम हेरिसक्नु भयो तपाईहरूले। र यसै गरी यहाँनिर एउटा अर्को रुम रहेको थियो। यहाँ सामानहरू रहेर तालचा लगाउनु भएको छ, देखाउन पाइन। र यसै गरी यो भागमा पनि हेर्न सक्नुहुन्छ अर्को रुम रहेको छ। फल सिलिङदेखि ल्याएर चिटिक्कको यो एउटा बेडरुम, एउटा किचन रुम बिचको र यो अर्को बेडरुम रहेको छ है। 3वटा रुम र यहाँनिर पाउनुहुन्छ कमन टोयलेट बाथरुम। यस्तो खाले यो टोयलेट बाथरुम रहेको छ। हेर्न सक्नुहुन्छ तपाईलाई जस्ताको तस्तै यहाँनिरको यो 3वटा रुम र तपाईहरूलाई टोयलेट बाथरुमको दृश्य देखाइसकेको छु। पक्कै पनि मन पारिसक्नु भयो होला। अब आउनुहोस् सिधै माथिल्लो तलामा जाउँ। माथिल्लो तलाको के कस्तो छ त्यो पनि देखाउने छु। यो ठ्याक्क सिडी रह्यो है। यहाँनिर हेर्न सक्नुहुन्छ धेरै खुल्ला स्पेस पाउनुहुन्छ भने यो हेर्न सक्नुहुन्छ तलपट्टि राम्रो खाले ग्रानाइट टाइल युज गर्नुभएको छ भने साइडमा यति दामी हेर्न सक्नुहुन्छ काठको रेलिङ युज गर्नुभएको छ है। काठको रेलिङ देखिहाल्नुभयो तपाईँहरूले। अब यसै गरी ठ्याक्कै म यहाँ माथिल्लो तलामा आइपुगेको छु। माथिल्लो तलामा आउँदा बित्तिकै तपाईहरूले यहाँनिर हेर्न सक्नुहुन्छ यस्तो दामी लिभिङ रुम है त। यो बिचको लिभिङ रुम पाउनुहुन्छ तपाईहरूले हेर्न सक्नुहुन्छ। अब यो लिभिङ रुमको दृश्य देखाउँदैछु। ट्याक्क तलपट्टि राम्रो खाले काठको पार्केटिङ युज गर्नुभएको छ भने यो साइडमा झ्याल लागेको हुँदा उज्यालो रहेको छ। त्यहाँनिर र्याक, टिभी र्याक र माथिको भाग हेर्न सक्नुहुन्छ झुमरको दृश्य। आहा ल हेर्नुहोस् है त। फल सिलिङको दृश्य, झुमरको दृश्य तपाईहरूलाई देखाइसकेको छु भने यहाँनिर पाउन सक्नुहुन्छ यो एउटा बेडरुम रहेको छ है। उज्यालो बेडरुम रहेको छ। पार्केटिङदेखि ल्याएर माथि फल सिलिङको दृश्य, लाइटको डेकोरेसन एकदमै राम्रो। र यसै गरी यहाँनिर यो अर्को रुम बेडरुम रहेको छ। यसको पनि तपाईँहरूले यो साइड झ्याल रहेको छ र माथिपट्टि फल सिलिङको डेकोरेसन हेर्न सक्नुहुन्छ एकदमै राम्रो चिटिक्कको रहेको छ। जस्ताको तस्तै तपाईँहरूलाई यहाँनिरका यो 3वटा रुम है, यतापट्टिको एउटा बेडरुम, यतापट्टिको र यो लिभिङ रुमको दृश्य देखाइसकेको छु भने यहाँनिर तपाईँले पाउन सक्नुहुन्छ अर्को एउटा बेडरुम। यो पनि उज्यालो रहेको छ किनकि अगाडिपट्टि यति धेरै खुल्ला स्पेस पाउनुहुन्छ। झ्याल रहेको छ भने यहाँ बाल्कनी पनि रहेको छ है। हेर्न सक्नुहुन्छ यस्तो खाले बाल्कनी रहेको छ उज्यालो। तपाईँलाई यो पनि देखाइसकेको छु है त। ल हेर्नुहोस् जस्ताको तस्तै है त। अझै बाहिरबाट देखाउन चाहन्छु तपाईँहरूलाई। हेर्न सक्नुहुन्छ यस्तो खाले रहेको छ यो बाल्कनी। यहाँबाट वरिपरिको भ्यू पनि मजाले हेर्न सक्नुहुनेछ। र यहाँदेखि तपाईँहरूले हेरिसक्नुभयो यो एउटा बेडरुमको दृश्य,
यतापट्टि यो लिभिङ रुमको दृश्य है आहा नि यतापट्टि अर्को बेडरुम रहेको छ भने यतापट्टि अर्को बेडरुम यहाँनिर लिभिङ रुम भइहाल्यो र यसको कमन टोयलेट बाथरुम यहाँनिर रहेको छ है त यो कमन टोयलेट बाथरुम रहेको छ यस्तो खाले तपाईलाई यहाँनिरको यो दृश्य देखाइसकेको छु अब सिधै म माथिल्लो तालामा लगेर जाँदैछु माथिल्लो तालाको रुमहरुको दृश्य पनि देखाउने छु है त अब तपाईलाई माथिल्लो तालामा लगेर जाँदैछु हेर्न सक्नुहुन्छ है त साइडमा काठको रेलिङ युज गर्नु भएको छ जस्ताको तस्तै देखाएको छु भने यो अगाडिको स्पेस यति धेरै खुल्ला रहेको छ है अब यहाँदेखि हेर्न सक्नुहुन्छ तलसम्म यो सिडीको दृश्य जस्ताको तस्तै तपाईहरुलाई देखाउन चाहन्छु काठको रेलिङ तलबाट माथिसम्म यस्तो खाले रहेको थियो र यसैगरी यहाँनिर तपाईले पाउनुहुन्छ पूजाको स्पेस र बीचमा राम्रो डेकोरेसन लाइट र यो ठ्याक्कै टोयलेट बाथरुमको स्पेस है त यसैगरी यहाँनिर पाउनुहुन्छ मज्जाको यो आर्को माथिपट्टि एउटा रुम ठुलो साइजको आहा नि हेर्नुस् है त एकदमै राम्रो रहेको छ तपाईलाई देखाउँदै छु र यो साइडमा किचनको स्पेस किचन रुम हेर्न सक्नुहुन्छ र यो साइडमा पाउन सक्नुहुन्छ आर्को बेडरुम बब्बालै रहेको छ है त माथिपट्टि लाइट तलपट्टि फल सिलिङको डेकोरेसन हेर्न सक्नुहुन्छ तलपट्टि पार्केटिङ माथिपट्टि फल सिलिङ है त सरी तलपट्टि पार्केटिङको दृश्य माथिपट्टि फल सिलिङको दृश्य हेरिसक्नु भयो तपाईले पक्कै पनि मन पारिसक्नु भयो होला एकदमै राम्रो रहेको छ यहाँनिर पनि तपाईले पाउनुहुन्छ 3 वटा रुम है त यो किचन रुम बनाउनु भएको छ यतापट्टि ओपन स्पेस डाइनिङ सेटअप बनाउन मिल्यो किचन र डाइनिङ सेटअप उतापट्टि 2 वटा बेडरुम बनाउन मिल्यो है त अब यो टोयलेट बाथरुम पूजा स्पेस त्यहाँ भयो भने यहाँबाट बाहिरको स्पेस पाउनुहुन्छ एउटा रुम बराबरको स्पेस यहाँ रहेको छ भने यहाँबाट अब माथि जाने स्पेस पनि तपाईहरुले पाइ नै हाल्नुहुन्छ है त अब तपाईहरुलाई माथिको पनि दृश्य देखाउने छु जस्ताको तस्तै देखाउने छु हेर्दै गर्नुस् है त अब म माथिबाट अरिपरिको भ्यू देखाएर आउने छु है त यो गोल भर्याङ रह्यो हेर्न सक्नुहुन्छ यस्तो खाले यसैगरी अब म यो घरको माथि छतमा आइपुगेको छु छतमा आउँदा बित्तिकै तपाईहरुले यति धेरै ओपन स्पेस पाइ नै हाल्नुहुन्छ यहाँनिर हेर्न सक्नुहुन्छ भने दुईवटा पानीको टंकी र अब यहाँदेखि तपाईहरुले पाउने स्पेस है त के छ भन्नुहुन्छ भने यतापट्टि हेर्न सक्नुहुन्छ यस्तो खाले दृश्य रहेको छ घरै घरको बिचमा यतापट्टि पनि घरै घरको बिचमा यतापट्टि पनि घरै घरको बिचमा है चारैतिर घरै घरको बिचमा टक्कै माडोल भइसकेपछि त्यसरी प्लेन पनि सरर आउँछ त्यो पनि देख्नु भयो र तपाईहरुले है अब यहाँ पनि ओपन स्पेस छोड्नु भयो रहेछ हेर्न सक्नुहुन्छ है ओपन स्पेस यसरी छोड्नु भएको छ उज्यालोको लागि तलपट्टि ल अब यहाँबाट यसरी तपाईहरुलाई यो घरको तलदेखि माथिसम्म अरिपरिको दृश्य हेरिसक्नु भयो पक्कै पनि मन पारिसक्नु भयो होला किनौ लाग्यो होला है त आहा नि यति राम्रो घर हेरिसक्नु भयो मन पारिसक्नु भयो किनौ लाग्यो होला अब यो घरको एक्ज्याक्ट लोकेसन भन्नु पर्दा ठ्याक्कै ललितपुरको इमाडोलमा रहेको है त इमाडोल पनि ठ्याक्कै पेट्रोल पम्प भन्दा अलिकति पछाडी मेन हाइवेबाट देखि जम्मा 300 मिटरको दूरीमा रहेको यति राम्रो पौने 3 आना क्षेत्रफलमा बनेको 2.5 तलाको ब्रान्ड न्यू घर यो घरमा टोटल 10 वटा रुमहरु पाउनुहुन्छ भने पार्केटिङ देखि ल्याएर टाइल मार्बल डेकोरेसन राम्रो तरिकाले डिजाइन गरिसक्नु भएको छ है फुल डेकोरेटेड फर्निशिङ घर भन्दा पनि हुन्छ है त अब तपाईले तलपट्टि मज्जाले यहाँनिर हेर्न सक्नुहुन्छ धेरै ओपन स्पेस एउटा गाडी 2-3 वटा बाइक पार्किङ गर्न सक्नुहुन्छ भित्री भागमा आउनुहुन्छ भने मज्जाले 3 वटा रुम टोयलेट बाथरुम त पाइ नै हाल्नुहुन्छ है त भाडामा दिन सक्नुहुनेछ त्यो भन्दा माथि आउनुहुन्छ भने तपाईहरुले एकदमै राम्रो 4 वटा रुमहरु रहेको छ है त कमन टोयलेट बाथरुम पाइ नै हाल्नुहुन्छ त्यो भन्दा माथि आउनुहुन्छ भने मज्जाले 3 वटा रुम कमन टोयलेट बाथरुम पाउनुहुन्छ तपाईले तलपट्टि 2 वटा फ्ल्याट नै भाडामा दिएर माथि 3 वटा रुममा आफै बस्छु भन्दा पनि मिल्यो हैन एक फ्ल्याट मात्र दिन्छु माथि आफै बस्छु भन्दा पनि मिल्यो है त अब यति राम्रो घर लिँदै गर्दा मात्र 1 करोड त लोनको सुविधा नै पाउनुहुन्छ तपाईहरुले अब यो घरको मूल्य धेरै छैन है त जम्मा 2 करोड 35 लाख मात्रै राख्नु भएको छ त्यसमा पनि 20 दिनको लागि अफर राख्नु भएको छ है तपाईहरुले 20 दिन भित्रमा यदि काम गर्नुहुन्छ भने एकदमै रेट मिलाएर दिन्छु भनिसक्नु भएको छ अब ढिला नगर्नु लिन चाहनुहुन्छ साइडमा हेर्नु न घरको लागि भन्दा नम्बर राखिसकेको छु डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझाइ लिन सक्नुहुनेछ र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु ल भन्दै आजलाई बिदा हुन चाहन्छु हस् त नमस्ते धन्यवाद यहाँहरुको दिन समय राम्रोसँग जाओस्